यस गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज ब्लगमा तपाईँलाई स्वागत छ। अनि हामी चाहिँ आज चट्ट यो ठाउँमा जाँदैछौँ होइन। त्यो ठाउँ चाहिँ अहिले म भन्छु बिस्तारै बाटोमा। अनि म चाहिँ धेरै लङ टाइमपछि गइरहेको छु। अनि यहाँ हाम्रा सबैजनाहरू हुनुहुन्छ होइन। अनि त्यो त्यही हो, बाटोमा हामी हेर्दैछौँ, अब हिँड्दैछौँ, हाम्रो यात्रा सुरु हुँदैछ यहाँबाट। त्यही भएर सो गाडी चाहिँ अहिले चाहिँ हामी बल्खुमा छौँ होइन। बल्खुमा भर्खर गाडीबाट झऱ्यौँ कि फेरि हामी गाडी चेन्ज गर्नुपर्ने हुन्छ। हामी 3टा गाडी चेन्ज गर्नुपर्छ। अनि त्यही भएर चाहिँ हामी ट्याक्कै त्यो हुन्छ होइन। अनि आज चाहिँ हामी एकदम दामी हुनेवाला छ, त्यही भएर चट्ट भएर गरौँला है, त्यही हो। सो गाडी चाहिँ अहिले हामी चाहिँ अहिले चाहिँ कलङ्कीमा छौँ ट्याक्कै। अहिले चाहिँ हामी चन्द्रगिरीको बौथलीको गाडीमा चढ्नेवाला छौँ क्या। अनि यहाँ केटाहरूले फेरि मलाई हेरिरहने। अनि त्यही भएर जस्ट जान्छौँ हामी चाहिँ अहिले हिँड्दैछौँ होइन। ओ अब चाहिँ हाम्रो यात्रा यस्तो कडा हुनेवाला छ कि पुरै छोडिदिउँ कि त्यहाँ हामी झिक्दैछौँ, माथि देख्न सक्छौँ हामी होइन। पछि त्यो पाहाडमा जाने हो कि हामी चाहिँ हिँड्दैछौँ होइन। गर्मीले अहिले लोड फर्काइदिनु लाग्यो, त्यहाँ पुलिस के हुने होइन भएर हिँड्ने। ल बाटोमा भेट्दै गरौँला है। सो गाडी चाहिँ हाम्रो चाहिँ हिँड्दैछौँ। गर्मीले हामीलाई यस्तो बनाइरह, तपाईँले देखिसक्नु भयो मेरो नदी चाहिँ यहाँ घाम बाहे, यस्तो घाम बाहे होइन। हामी जाने हेर्नु सक्नुहुन्छ माथि यस्तो छ। अब कहाँ हो कहाँ थाहै छैन, हिँड्दैछौँ। अब हिँड्दै जाम, अब हिँड्दै गएपछि देखिन्छ होइन कहाँ भन्ने कुराहरू। त्यो भएर गर्मीले एकदम यस्तो लोड फर्काइदिइसक्यो क्या गर्मीले यार। खै कहाँ अहिले चाहिँ हामी ठ्याक्कै गाडीबाट पनि ओर्लिसक्यौँ क्या। यस्तो हामी चाहिँ हिँड्नै नसक्ने आज होइन। साँझ पुग्थ्यौँ मलाई हिँडेर आज यस्तो रहेछ क्या। हामी त पाहाडदेखि हेर्दाखेरि तिब्बती जाने भन्ने कुरा थियो, त्यो होइन रहेछ। चारवटा गाडीमा चढेर अब उखाल लागिरहेको होइन। यस्तो छ यहाँ चाहिँ मौसम हेरौँ फेरि एकदम लक्की हो क्या हामी, फेरि एकदम कुहिरो लाखा जहाँ छ हेर्न सक्छौँ हामी। चाहिँ यहाँ चाहिँ खाल छ होइन। अगाडि नानी बाबुहरू हिँडिरहन्, त्यही हो। यात्रा चाहिँ एकदम बवाल हुनेवाला छ आज, त्यो दामी हुने। यहाँ यस्तो बस्ने खालको प्रतीक्षालय जस्तो पनि छ। अनि ट्याक्क लगाएर यहाँ दुई भाइ नै अनि मजाले आफ्नै पारामा छु। अब गर्नु ट्याक्क पारेर दामी हो त बादल लाग्यो। सो गाडी चाहिँ हामी चाहिँ यहाँ एकदम अत्तो न पत्तो भए कहाँ हो के हो थाहै। बाटो हेरौँ न हामी, यस्तो खालको छ क्या बाटो चाहिँ होइन, यस्तो खालको। अनि यस्तो अन्य अनुकुण्टार छ जङ्गलमा। हामी 3जना एक्लै छौँ। अनि त्यही भएर फेरि हाँस पनि भइरह, एक प्रकारको रमाइलो भइरह होइन। त्यही भएर त्यही हो। अनि भोक पनि लागिसक्यो। फेरि अघि 2टा केरा खाएको, गाडी पनि उठा पार्दा केरा सबै पचाइदिइसक्यो। अनि त्यही भएर चाट्ट पारेर अब हामी जान्छौँ माथि गएर। चट्ट माथिको अवस्था के हुन्छ त होइन, कहाँ हो त त्यो ट्याक्क, त्यो चाहिँ हामी जानेछौँ। त्यही भएर त्यस्तो हुन्छ सट्यो होइन। सट्टो कहाँ हेर निगालाका चोयाले हामी चाहिँ के अरे यहाँ चाहिँ एकदम गाउँमा आस्तो फिल भइरहेको क्या। कतै जङ्गलमा घाँस काट्न आस्तो। ओ कान्छ तेरो भारी पुग्यो अनि यस्तै टक्क क्या त्यो खालको होइन। अनि पैसा लो पनि सबै निक्तिसक्यो रहेछ यहाँ चाहिँ होइन। अगाडि जाँ ओहो, यहाँ त अर्कै छ रातो खालको। यो खान्दैन कि कालो खालको के हेर त। के अरे के पाउँछ के पाउँछ क्या ए आइजेकेएल के हो यो बत्तन बताइए।
ओ भिटामिन खायौँ हामीले भिटामिन मलाई फास्ट फुड खाइरहेको खाम तिनीहरूलाई खाम मरेको तिनीहरूलाई ट्याक्क पारेर हामी चाहिँ ऐसेलु खाँदै चट्ट यात्राको सुगन्ध बास्ना लिँदै जङ्गलको एकदम फ्रेस हावा खाँदै गइरहेको होइन ट्याक्क पारेर यो पनि खाने हो कि अनुकन्तार उधारमा छिर्दैछु क्या यहाँ पुरा अन्ध्यारो छ होइन यस्तो खालको छ कि कुरै छोडिदिउँ क्या यति कुरो लाग्यो होइन पुरासँग त्यहाँ त्यस्तो घराङ गुरुङमा बसेको है अनि यहाँ आउँदाखेरि यति मजा लागिरहेको क्या आनन्द हावा शीघ्र चलिरहेको होइन अघि दिन चाहिँ गर्मी लोत फर्काइदिएको थियो तर अहिले चाहिँ ठिक छ दामी आनन्द भएको त्यो भएर चराहरू पनि बाँच्छन् चराहरू पनि झ्याप्ट पाइन्छ क्या त्यही भएर मजाले कहिले काहीँ त्यस्तो हावा खान होइन मजाको यस्तो पनि पर्छ त्यही भएर त्यस्तो खालको छ हजुर नि उहाँहरू देखाउँ बाटो पछाडि हेरौँ केही देखाइदियो पनि देखिन्छन् त्यही भएर अघि हिँडौँला पछि हिँडौँला मेरो फुलमा मिलाइ नै बनाउँला सुनको चढौँला ट्याक्कै हामी देख्न चाहिँ ऐसालु अब एक गाँस पार्नेवाला छौँ यसलाई के आइज यो ल केटा मिठो फेरि म क्यामेरा नगर्ने भन्छु फेरि मलाई मन लागिन्छ कि झ्याम्मा फेरि क्यामेरा उठाइहाल्छु मैले त्यही भएर मलाई छोरफादाले अहिले त अगाडि गइसक्यो उनीहरू पछाडि छु ए दुई भाइना झट्ट पारेर फेरि गइसक्यो क्या एकदम पछाडि फेरि हाम्रो पछाडि दुईजना एकदम कपाल आउँदै हुनुहुन्छ क्या फेरि हामी फेरि छिटो अगाडि फेरि दौडिरहेको किनभने चाहिँ अलिक डिस्टर्ब टाइपको हुनु होला होइन उनीहरूलाई त्यो उनीहरूलाई उनीहरू छोडिदिनु हामी फेरि बाहिर जाऊँ भने फेरि त्यो अब खानु पनि होइन फेरि अब नि त त्यही हो नि त्यही भएर त्यस्तो छ आक्रमण गर्ने टाइमर रहेछ क्या ट्याक्क पारेर अनि हामी चाहिँ छौँ अब आक्रमण गर्नु ठिक छ अब खाना नै हामी होइन मासु खाना केही छैन अब यहाँ चाहिँ हामीले खड्केला चढ्ने बाटो छ है खड्केला मजाले आनन्दसँग हामी चाहिँ आज जस्तो फिल भइरहेको घन्टी बजिरहेको क्या त्यो भएर गर्मीले हैरान पारिरहेको क्या सक्दैन म मेरो त्यही भर्खर हामी आसपासमा आउँदैछौँ क्या गर्मीले यहाँ लोत फर्काइदिइसक्यो खतम केबलमा चढेर आयो भने कस्तो गर्मी लागिरहेको क्या त्यो हैरान भयो केबलको चढ्नु बेकार रहेछ पैसा खर्ची हिँडाउनु ठिक हिँडेर हामी त केबलमा हिँड्नुपर्दो रहेछ केबलमा आएको मन्दिर रहेछ के माइला यहाँ के फेरि हिँड्ने पाना नि बेल्ट पेटी यो माहौल यस्तो छ यहाँको मान्छेहरू आइरहन् देश विदेशबाट मान्छेहरू छन् होइन हामी चाहिँ विदेशकै पऱ्यौँ त्यही भएर प्रशासन कोही के गर्छन् हामी चाहिँ केवलमा आएर यस्तो फ्याक्दै भइसक्यो क्या गए चाहिँ हामीले अहिले मन्दिरमा प्रस्थान भइसकेका छौँ पुगिसकेका छौँ मन्दिर यहाँ छ अनि हामी चाहिँ पूजा गर्न जानु भित्र त्यही भएर सामान हामी बोकिरहेको खै देखा त देखेला मुला अनि मुला पनि माग त्यही अब समातिरहेको सामान मन्दिर चाहिँ हो चट्ट पारेर देखाउनु छ हामी होइन चट्ट पारेर बाबा चाहिँ एउटै हुन् क्या मुला हिरो छिटो लाइनमा लगाएर अहिले पालो फेरि छिटो गर्नुपर्छ ल हामी चाहिँ निस्किसक्यौँ है यहाँबाट पूजा पनि गरिसक्यौँ र यहाँ नरि पनि नआइरहेको होइन
लाइनमा छु त्यो चाहिँ बिदा भएन थियो ननिवल फोड्ने स्थान यही रहेछ ननिवल फोड्ने स्थान अनि यस्तो छ यार दामी छ यार त्यत्तिकै भगवान अनि यति राम्रो सुन्दर ठाउँमा बस्नु छ भगवान ल ल ल ल ओ दामी यार ल मनसक्छ यहाँ पुगोस् समात त्यस्तो रहेछ गरी भ्यायौँ है अब एउटा काम छ त्यो काम चाहिँ हामी गर्छौँ अनि चट्ट अनि यताउता डुल्छौँ आजको राम्रो छ है सबै गरिसक्यौँ है हामीले जुत्ता हाम्रो खै ए गाई चाहिँ चट्ट हामी चाहिँ एकदम घुमिरहेको थियो एकदम मजा लागिरहेको जतापट्टि हेर्दा पनि सबै मान्छेहरूको भिडमा अनि हामी छौँ अनि हे माया मान्छेहरूको भिडमा यस्तो भिडमा मैले तिमीलाई खोजिरहेको थिएँ तिमी कहाँ छु आउन है त्यही गर्नु त्यही हो अनि यहाँ चाहिँ यस्तो खालको छ वातावरणहरू मौसमहरूको भिडमा मान्छेहरू फोटोसोटो खिच्दै सुटहरू गर्दै अनि त्यही हो ट्रेनिङ ब्याग हुँदैछौँ है अब यताउता सबै भइसक्यो अनि भइसक्यो अब तल गएर हल्का त्यो चन्द्रगिरी हिलमा हामी चाहिँ बस्छौँ त्यही भएर चट्ट सबै कार्यक्रम पनि भइसक्यौँ अब चाहिँ हिँड्नुपर्छ हामी है त्यही हो सो गाइस खलङको पानी आयो हामी चाहिँ अहिले जगिरहेछौँ कि तल ओह्रालोमा छौँ होइन ओह्रालोमा छौँ भोकले लोद फर्काइसक्यो अघि गर्मीले लोद फर्काएको थियो अहिले भोकले लोद फर्काइसकेको छ यार के गर्ने अगाडि उकालोमुखी आउँदाखेरि कस्तो भइरहेको थियो अहिले त मजा आनन्द ओह्रालोमुखी जाँदाखेरि अनि त्यही हो तपाईँहरू आउँदाखेरि चाहिँ मजाले आउनु सक्नुहुन्छ मेरो भिडियो हेरेर मैले भिडियोको थ्रुमा सबै कुराकानी भनिदिने छु होइन त्यही हो अनि मान्छेहरू गइरहेछन् एकदम चट्टो तरिकाले गइरहेछन् मान्छेहरू पुरा मरे भन्दै गइरहेछन् क्या एकदम के गर्नु त यस्तै छ है अब त्यही छ अब जे जस्तो भए पनि अब यो लोकेसन चाहिँ कहाँ हो त भन्दाखेरि मैले चाहिँ अगाडि भएन है यो लोकेसन चाहिँ हाम्रो यो चन्द्रगिरी हिल होइन अनि यो भालेश्वर महादेवको मन्दिर हो क्या यहाँ चाहिँ एकदम हाई टपमा छ क्या सबभन्दा हाई टपमा अनि त्यसलाई चाहिँ हामी त्यो भन्दैनौँ उहाँलाई चाहिँ हामी चाहिँ दर्शन गर्न आएको क्या अनि त्यही भएर चट्ट हामी चाहिँ अहिले चाहिँ दर्शन गरेर नि निस्किसक्यौँ त्यस्तो थिएन सफा थिएन क्या हुस्सु लाग्थ्यो कुरो लाग्थ्यो अनि त्यस्तै भएर खासै राम्रो पनि भएन तर यति बबालमाथि आनन्द आउने टाइपको रहेछ है त्यही भएर जस्ट हामीले फर्किराख्यौँ बाटोमा के कस्तो हुन्छ अब हेर्दै जाउँ भोक लाग्यो अहिले कहाँ हुन्छ के हुन्छ खाना थाहै छैन सो गाइस अहिले चाहिँ हामी अर्को बाटो चेन्ज हानिसक्यौँ क्या हामी चाहिँ अगाडिको बाटो आएको थियौँ होइन अहिले चाहिँ हामी केवल कारको टाउको त्यही जाने भनेको छौँ होइन त्यही भएर चाहिँ बाटो सोधेर चाहिँ हामी त्यहाँबाट आयौँ त्यही भएर चट्ट हामी जान्छौँ केवल कारको टाउका तल झर्ने मजासँग आनन्दसँग होइन अनि केवल कार झुन्नेर पनि जाने एकछिन अहिले चाहिँ मजा अहिले मजाले चाहिँ आनन्दसँग होइन गाई चाहिँ यहाँ चाहिँ हामी ट्याक्कै केवल टाउकोमा आयौँ क्या अब यहाँ केवल टाउकोबाट त्यहाँको झर्छौँ हेर्नु सक्नुहुन्छ त्यहाँ मोज भइरहेको होला मोज भा हेलो ल गाइज यो चाहिँ हाम्रो खुम्सिलिया भन्ने ठाउँमा छौँ हामी ट्याक्क हामी त पूजा सुजा गरेर हिँडेर आइदिएको तपाईँ पनि यहीबाट हिँडेर आउनै चाहनुहुन्छ हामी यो केबुल कार चढ्ने थियौँ होइन तर हामी फेरि यस्तो यो केबुल कार यस्तोमा चाहिँ पैसा खर्च गर्ने मान्दैनौँ क्या किनभने हामी हिँडेर मान्छौँ त्यही भएर चट्ट गइरहौँ यहाँको मोच यो बाटो हो तिमीलाई यो बाटो आऊँ भने मैले अगाडि नर्दा हामी अहिले त्यहाँ खतम हुने रहेछ मलाई हामी अब यही सिधै यही बाटो जान्छ तल हेर नि भ्याली दिएको धासु तर
मामा हामी त हिँडेर आइदिएको त्यही त के न के दामी हुन्छ नि रमाउन टट्ट हामी चाहिँ हिँड्दैछौँ मजा आएर हामी उता त्यो पार जानु लाग्थ्यौँ उतातिर गयो हामीलाई देखाइँदै हुँदो रहेछ किनभने यस्तो खालको भ्यू हामीले देख्नै पान्न थियौँ होइन त्यही भएर चट्ट हामीले त्यहाँ सोधेर नि यता ट्यु आइदिएको क्या गल नै डप यहाँ घाम फास्टमा के छ बाघको बुकिङ गर्न जान्छ कहाँ अरे बाघलाई मलाई पिसाब लागेर त यो भ्यू हेर्नु त पिसाबै ऊ भएन यार हामीलाई थाहै भएन क्या हामी यता लाग्यौँ क्या यार उता कहाँ हुन्छ हुन्न नि कहाँ बसेर यहाँ त भ्याली यस्तो दामी छ गिराएर यहाँ अहिले खिच्छ नि हेर न तल हेर न भ्यू मुला तल हेर छिटो कसम बा कसम ढाँटे के मोज भइरा हेलो दामी भएको छ दामी हेलो यहाँ चाहिँ हाम्रो जुगा छ हातमा देख्न सक्छ जुगा चट्ट पारेर यहाँ चाहिँ हेर जुगा अड्डा हेर न जुगा जुगा गाई चाहिँ हामी गर्मीले लोड फर्किन्छ आदत थियो हेर न बाटो हेर न बाटो मैले यहाँ माउन्ट एभरेस्ट चढ्ने खालको बाटो छ क्या यस्तो खालको माथि चाहिँ होइन अनि हामीले खुट्टा बाउटिसक्यो यार त्यही हो गाइज तपाईँहरू हिन्दी आउनु होला केवल कतार नआउनु होला केवल चाल गऱ्यो भने यस्तो दुःख हुन्छ हामी त हिन्दी है के भन्ने बिर्सिल हामी चाहिँ अहिले पानामाको जङ्गलमा छौँ क्या चट्ट लगाएर हामी दलाल लगाएर भागिसक्यो हामीलाई चाहिँ अहिले यहाँ चोरले पुरा गरेर गरिरहेको थियो अहिले चाहिँ हामी यहाँ हामीसँग मोबाइल मात्रै छ मैले चाहिँ लुकी छिपी गरिरहेको छु होइन अहिले सानो सानो बोल्नुपर्छ पाना जङ्गलमा यस्तो हेर्नु सक्नुहुन्छ है बरु नि यो जङ्गलमा त अहिले अमेरिका पुग्ने कहिले हो गनाल तपाईँले त्यो पनि छिर्न दिन्न भन्छ नि गाह्रो भइसक्यो यार पसिना च्याप ऱ्याप भइसक्यो त्यहाँ जुगाले चाहिँ आक्रमण हानेको अवस्था है दुइटाले वा क्या मजासँग खाइरह हानेर आनन्दसँग कति मजा आयो मलाई फेरि चिर्किरहेको छ यहाँ फेरि तिमीलाई चाहिँ त्यहाँ बस यहाँ अरे म निकालेँ जुगा त खत्तम लाग्ने यहाँ रक्तेल भइसक्यो यहाँ पनि रक्तेल भइसक्यो होइन दुई ठाउँ रक्तेल भइसक्यो यहाँ हेर्छु एउटा खाइ हेर्नु यहाँ ब्याङ गर्छन्
सो गाई चाहिँ बल्ल बल्ल तल आइयो यार मायाको बागसम्म यार यति गर्मी होइन बल्ल बल्ल तल आइयो यहाँ अब त फेरि नै पुगिसक्यौँ हामी पुग्न त अनि यहाँ चाहिँ केवल घरमा चाहिँ अड्याएको बिजुली गएर अनि यस्तो लोद फर्कियो कि आजको दिन होइन तर जस्ट हामी दर्शन गर्न गयो होइन अनि त्यही भएर यस्तै भयो पसिना हेर्नु न यहाँ एकदम केटाहरू पछाडि पुरा जुगा फाल्दै आएर जुगाले मलाई रक्तियोल बनायो कि हेरौँ है जुगाले यस्तो बनाइदिइसक्यो मलाई है खाइदिएर रोग बनाइदिइसक्यो खाइदिएर होइन यहाँ पनि यस्तो बनाइदिइसक्यो रातै होइन यता पनि यस्तै हातमा पनि खायो यहाँ केबुल कार माथि अड्केर हैरान्छ होइन बिजुली गएर केटाहरू आउँदैछन् म यहाँ लोड फर्केर बसिरहेको छु के गर्नु र यस्तो खालको जिन्दगी अनि बर्बाद छ कस्तो फिल भइरहेको तपाईँहरूलाई भन्नुहोस् त हेर न यहाँ रक्थ्यो मलाई हेर न भाइ पऱ्यो यहाँ के तिम्रो त निधारमा खाइदिन्छ जुगालेर रक्थ्यो भएको तिम्रो चाँदै त त्यो गाइस बल्ल हामी चाहिँ फेद्न आयौँ र आनन्द आइरहेको एकदम खुट्टा दुखे पनि हामीलाई नदुखेको जस्तो फिल भइरहेको एकदम मजाले हिँड्छौँ अब त मजाले गएर लुडाउने खाना खै त ओ नानी त्यही हो गरे हामी चाहिँ गइरहेको अब के गर्नु र बोल्न पनि मन लागिरहेको तर बोल्नुपर्छ म यहाँबाट हेर्नुहोस् तपाईँहरू भ्यू हेर्ने माने अब भ्यू हेर्ने हो भ्यू हेर्ने हो हामी चाहिँ माथिदेखि आएको है फेरि कहाँदेखि यिनी कहाँ जङ्गलमा गएर त्यतिकै हावा भने माथिदेखि आएको त्यहाँदेखि योभन्दा अझ कति 2-3 ढुङ्गिलो माथि काट्नुपर्ने थियो यहाँ चाहिँ सिजन पऱ्यो होइन सिजन भयो चाहिँ अनि हामी चाहिँ गइरहेको यस्तो आज दिनु बबाले भयो एकदम रमाइलो एकदम दामी खालको मेमोरिजहरू चाहिँ सेभ गरेर राख्यो है एकदम चटहरूचोटि आउँदाखेरि चाहिँ के गर्ने कस्तो गर्ने भनेर सबै कुरा थाहा पायौँ नि त हामीले त्यही भएर गाइज अब गएर होटलमा गएर नास्ता खाजासाजा खान्छौँ अनि त्यही भएर रुममा जान्छौँ रुममा जानेसम्म साँझ नै हुन्छ होला 4-5 बज्छ होला होइन त्यही हो अब बाटोमा के कस्तो भयो दामी नै भयो होइन त्यो हेर्नु होला तपाईँहरू यस्तो पारेर ल हामी सुगाए चाहिँ हामी यहाँ बसिरहौँ चाउमिन खाने भन्ने कुरा छ तर लोड फर्किरहेको क्या हामी एकदम धेरै जेरी खायौँ 1 घन्टा अनि चाउमिन खान्छौँ अझै खाँदै जान्छ हामी अहिले पेटमा नअधिसम्म त्यही हो चाहिँ हामी खाजा नास्ता गरेर टन्टो खान्छौँ अहिले पेट पनि ढारिएको होइन पेट खुट्टा पनि सबै भइसक्यो कि हाम्रो हिँड्नै नसक्ने खालको भइसक्यो खुट्टा होइन त्यो भएर जस्ट हिँड्दैछौँ बाटोमा जाँदैछौँ अब के हुने हो थाहा छैन अब रुममा गएर पल्टिने त होला हामी चाहिँ अहिले गाडीमा बसिसकेका छौँ है अब चट्ट चाहिँ कोठा गएर भेटौँला होइन त्यही हो सो गाडी चाहिँ अहिले चाहिँ हामी ठ्याक्कै आइसक्यौँ यहाँ अनि अब फेरि अर्को गाडी चेन्ज गरेर रुम जानुपर्ने छ क्या अनि ठ्याक्कै रुम गएर त्यसपछि हुन्छ हाम्रो कार्यक्रमहरू त्यही हो गाडी ठ्याक्कै पुग्यौँ हामी घर ठ्याक्कै घर आइयौँ होइन अब भिडियो पनि यहीँ सम्पन्न हुन्छ तपाईँले हेरिदिनु होला माया देखाइदिनु होला चट्ट मिठो प्रकारले है त ल त्यही हो गाइज